योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य च वेदकेन योपाकरोत्तं प्रवरं मुनीनां पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि। अर्थात् योगको माध्यमबाट मन र चित्तलाई शुद्धि गर्ने, व्याकरण शास्त्रको माध्यमबाट वाणी र शब्दलाई शुद्धि गर्ने र वैद्य शास्त्रबाट शरीरभित्र रहेका अनावश्यक ती सम्पूर्ण मलहरू, ती टक्सिकहरू, ती विजातीय पदार्थहरूलाई निष्कासन गरी शरीरको शुद्धि गर्न सिकाउने ती महान महर्षि पतञ्जलिलाई हृदयदेखि नमन नमन नमन।